सबैलाई शुभ बिहानी नमस्कार। म के भन्न चाहन्छु भने आज 28 तारिक शेरबहादुर देउवा चुनावबाट त्यागेर हङकङ र कता हो भागेका थियो है। त्यसलाई आज 7000 मान्छेहरूले स्वागत गर्दैछन्। अरे रासपा बालेन सरकार अथवा बालेन सुदन रवि यदि यिनीहरूलाई त्यहीँबाट हतगडी नलाइकन छोड्यौ भने नि तिमीहरूलाई कुनै जुनीमा फल मिल्नेवाला छैन। तिमीहरू सोत्तर हुने हो, भैँसीको ओछिन मुनि पर्स्यौला हुन्छ नि, हो त्यो हुनेवाला हो। म यति भन्न चाहन्छु कि त्यो एयरपोर्टमा आउँदा बित्तिकै हतगडी लाउनै पर्छ। सन्दीप लामेछानेलाई भने हतगडी लाइयो हैन। एउटा खेलाडी, उच्च खेलाडीलाई, भ्रष्टाचार चुतिया नेताहरूलाई, हुन त बालेन पनि कुन बारियो बेथियो, केही गर्न सक्दैन। सके पो बालेन भन्ने त नि मुखले मात्र भन्न सकेर हुन्छ। म चन्द्रमा गएर चन्द्रमा पुरा घर बनाएर बसिदिन्छु, पुरा नेपालीहरूलाई चन्द्रमा पुऱ्याइदिन्छु भनेर भयो। यति याद गर्नुहोस्। यहाँबाट च्यालेन्ज दिन्छु म, त्यति तपाईँले शेरबहादुर देउवालाई हतगडी लाउनु भएन भने त्यस शेरबहादुरका दुईटा बुढाबुढीलाई र सुरक्षाकर्मी तिनीहरूलाई दिनुभयो भने बालेन सरकारले, मैले यति नै भन्छु, गल्लीको गु खाए हुन्छ।